भिडियो हेर्नुभन्दा अगाडि लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है त। छिटो 1K फ्यामिली पनि पुऱ्याउनु पर्नेछ, छिटो कम्प्लिट गर्नु। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। के चाहिँ सबैजना सन्चै आएको हुनुहुन्छ होला। म चाहिँ आज पनि फेरि अब ड्युटी जानको लागि रेडी भएर निस्किसकेको घरदेखि है। अब आज के छ कस्तो छ सेड्युलहरू अब गएर हेर्नु पऱ्यो होइन। अनि अब आज चाहिँ मेरो फर्स्ट कम्पनी सेफ हो, अनि एकजना सेकेन्ड कम्पनी हेल्परको चाहिँ छुट्टी छ। अनि ठ्याक्क गएर आज अलिकति भिड पनि हुन्छ र प्रेसर पनि बढी हुनेछ। सो अब आज चाहिँ दुईजनाले सेक्सन ह्यान्डल गर्नुपर्ने हुन्छ। अनि म गइसकेर त्यहाँ पुगिसकेपछि के छ कस्तो छ आजको सेड्युलहरू, मेनुहरू के कस्तो आइरहेको छ, पुग्नु छ कि छैन होइन, सबैमै म तपाईँलाई गएर म देखाउँछु है त। अहिले चाहिँ म निस्किसकेको छु होइन, यही ठ्याक्कै हेर्न सक्नुहुन्छ। अहिले मौसम त्यस्तो ठिकै छ, त्यो घाम पनि लागेको छैन, पानी पनि परेको छैन, त्यो नर्मल छ, शीतल छ, राम्रो भइरहेछ, राम्रो छ। अब म त्यहाँ गइसकेपछि तपाईँहरूलाई चाहिँ म सबै चिज देखाउँछु है त। सो गाइज है, म चाहिँ यहाँ आइसकेँ ड्युटीमा। अब म भित्र जान्छु। अनि आज चाहिँ मेरो 12 बजे पुग्नुपर्ने, जामले गर्दाखेरि है। अब म 11:55 भइसक्यो, अब अहिले यही नै छु। अब म 5 मिनट मात्र टाइम बाँकी छ। अब म भित्र पुग्छु, गइसकेपछि तपाईँहरूलाई के छ कस्तो छ सबै चिजहरू देखाउँछु। त्यही नै हो। अब तपाईँ न्यु कमर्सहरू हुनुहुन्छ भने चाहिँ तपाईँहरू सेफ बन्नु छ भने चाहिँ सेफको पछाडि सेफ तपाईँको होइन, त्यो 2-4वटा अक्षर मात्रै तपाईँको सेफ त्यस्तो लाग्छ। तर सेफको पछाडि चाहिँ धेरै नै हार्डवर्क गर्नुपर्ने हुन्छ क्या। तपाईँको सेतो कोट, सेतो टोपी होइन, तपाईँको यो यत्तिकै मिल्दैन क्या। यसको लागि चाहिँ खतरा हार्डवर्क गर्नुपर्ने हुन्छ क्या तपाईँहरूले चाहिँ। अनि यो चाहिँ गर्नु पऱ्यो। FSMS फुड सेफ्टी म्यानेजमेन्ट सिस्टममा काम गर्नु पऱ्यो। FIFO फर्स्ट इन फर्स्ट आउटमा काम गर्नु पऱ्यो है। म चाहिँ अहिले आइसकेँ यहाँ। अब म भित्र जान्छु, भित्र गएर तपाईँहरूलाई सबै चिजहरू देखाउँछु है त, के हो कस्तो छ के छ। ओके गाइज। सो गाइज है, म चाहिँ अहिले यहाँ ड्युटीमा छु। खतरा ड्युटी चलिरहेको छ धडाधड। यो हाम्रो अहिलेको सबैभन्दा बढी यो काम चाहिँ यो यो अर्को यो राई जो होइन भाइ, तिम्रो नाम किचन पनि गन्जा गोल भद्रा गोल छ है। अनि गर्मी पनि लास्टै छ किचनमा होइन। अनि गर्मीमा चाहिँ अब वाटरमेलन जुसको साथमा दामी भएछ यार। ल यु क्यान सी गाइज भात ल मेरो चाहिँ अर्डर आयो, म चाहिँ अर्डर हान्छु है त। ल हाम्रो भट्टाइस आइसक्नु भएको छ। खाजा खाएर हो कि हगेर हो त्यो चाहिँ थाहा भएन। के गरेर सरहरू हगेर आएको कि खाजा खाएर मुतेर आयो। ए ल ठिक छ। अब हाम्रो यता राजेशज्यू हुनुहुन्छ जसको हातमा वाटरमेलन जुस छ विथ आइस। भोलि खोकी लाग्छ पक्कै यो मान्छे ढल्छ जस्तो लाग्यो मलाई। अनि हाम्रो चाहिँ यहाँ सुजन हेलो सुजन सर, केही 2 शब्द जाओस्। हो यो चाहिँ हो। अब म पनि जान्छु सरसफाइ गर्न ल। सो गाइज है, अहिले चाहिँ किचनमा त्यति काम पनि छैन। मेरो असिस्टेन्टहरूले काम सम्हालिराख्नु भएको छ। म चाहिँ यसो बाहिर आएँ आज चाहिँ। म चाहिँ एउटा सानो एउटा मिनी करेसाबारी बनाएको छु क्या यहाँ चाहिँ रेस्टुरेन्टमा होइन। करेसाबारी छ क्या यहाँ मैले बनाएको छु। अनि आज यसो हेर्नु पऱ्यो, धेरै भएको थियो कि मैले नहेरेको। अनि बाहिर चाहिँ किचनमा त गर्मी नै छ, बाहिर चाहिँ पानी पर्ला जस्तो भइरहेको रहेछ। यु क्यान सी गाइस, हेर्न सक्नुहुन्छ है। यो चाहिँ तपाईँको थाइम हो है, यो थाइम लगाएको मैले यसमा। यो चाहिँ थाइम हो होइन। अरू त यहाँ फुलहरू छ। अब अर्को चाहिँ म तपाईँलाई यता देखाउँछु। यो खतरा छ यो चाहिँ मिनी करेसाबारी। ए खुर्सानी पनि फलिसकेछ, खुर्सानीको फुलहरू चाहिँ लागिसकेको छ। अब खाने बेला भइसक्यो। त्यो चाहिँ त्यो घर चाहिँ स्विमिङ पुल हो है, यो चाहिँ स्विमिङ पुल छ होइन। अनि यहाँ हेर्नुहोस् है गाइज, यु क्यान सी गाइज। हेर्नु न, खुर्सानी चाहिँ धेरै नै छ होइन। मैले खुर्सानी लगाएको हो। अनि यो मिन्ट लगाएको छु कि मिन्ट चाहिँ एकदम मलाई मनपर्छ क्या। हेर्नुहोस्, मिन्ट चाहिँ लास्टै धेरै छ क्या यहाँ चाहिँ होइन। ट्याक्क बिहानमा होइन खानासँग चाहिँ अलिअलि अचार बनाएर खाना चाहिँ मजा आउँछ क्या। भ्यू हेर्नु न, भ्यू कस्तो दामी छ क्या। वेदर हेर्नु न, वेदर कस्तो दामी भइरहेछ क्या है। यो चाहिँ स्विमिङ पुल हो होइन। अब यहाँ अलिकति हब्सहरू लगाउनु पर्ने छ। हब्सहरू लगाइसकेपछि मलाई चाहिँ लेटुसहरू, बेसिलहरू होइन, पास्लेहरू यिनी लगाउन मन छ क्या मलाई चाहिँ। यो लगाउँछु मैले। अनि त्यसपछि पछि हेरौँला के हुन्छ होइन। लेट्स सी
ल हेर्नुहोस् है भ्यू चाहिँ खतरा भइरहेको छ वेदर हेर्नु न वेदर कति दामी छ क्या हेर्नु न जार यति भएन भने त अनि के फाइदा क्या हस्पिटालिटी हो यार डक्टर पछि अर्को डक्टर पो भन्छ त हामीलाई होइन यो सेप कोट यो टोपी यत्तिकै पाउँदैन नि त यसको अचिभमेन्टको लागि त धेरै नै हार्ड गर्नुपर्ने हुन्छ नि त ओके गाइज है म चाहिँ किचनमा जान्छु पछि म तपाईँलाई देखाउँछु उहाँ चाहिँ हाम्रो पौडेल दाइ हो काका साझा भिडियो युट्युबमा आउँछ ल तपाईँको साझा भिडियो युट्युबमा हाल्छु ल उहाँ चाहिँ हाम्रो क्याप्टन सर साझा भिडियो युट्युबमा आउँछ ल हेलो गाइज हेलो 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 यु क्यान सी है यो चाहिँ हाम्रो किचन हो यो किचन चाहिँ खतरा प्याक भइरहेछ ए यो चाहिँ मेरो हो यो चाहिँ कार्भिङ गरिरहेछ यहाँ हाम्रो गणेश भाइले यो कार्भिङ चाहिँ मैले गराएँ है के छ गणेश साझा भिडियो युट्युबमा आउँछ है तिमी नलजाउ न यार अनि फेरि यो ओए चोर ओए त लुकेर के खान लाग्छस् त्यहाँ क्या बात कर रहा है गाइस लास्टै बिजी छ है यहाँ हामीले चाहिँ ग्रेभीहरू बनाएर राखिरहेछौँ काम चाहिँ ओके यु क्यान डु इट यताको केटाहरूको हालखबर के छ ओए केटा पुरै सन्नाटा छ त यता पुरै सन्नाटा छ त सबभन्दा बढी लजाउनु चाहिँ यो हो क्या यो क्यामेरा पनि देखिनु मान्दैन क्या यसले चाहिँ लास्टै लजाउनु यति हेन्सी छ यो खोइ मान्छेले नजर लगाउँछ अन्त होला यसलाई यार केटाहरूले प्याज काटेर आएको छ नि हाम्रो सर यता हुनुहुन्छ यो चाहिँ मोमो सेक्सन हो है यो बाहिर गेस्टहरू बसेर खाइरहेछन् यता ओइ केटा यो ताती किन क्या यो झुम्मा किन परिरहेको छौ तिमीहरू तो गाइज है अब हाम्रो क्लोजिङ चाहिँ भइसकेको छ अनि यता भाइले चाहिँ पिज्जा बनाइरहेछ भाइ पिज्जा बनाउँदै हो क्लोजिङको टाइममा अर्डर आयो होइन यो अर्डर नयाँ हो यो ल पनिर बिरयानी 2वटा चिकन बिरयानी फुल तन्दुरी भेज मोमोहरू छ है ल यु क्यान सी गाइज है हाम्रो किचन चाहिँ अब यस्तै हो अब यहाँ अर्डरहरू चाहिँ अब भटाभट भइरहेछ क्लोजिङ पनि भइरहेछ धडाधड हाम्रो गणेश सेफ हाम्रो इन्डियन सेफले चाहिँ क्लोजिङ गरिराख्नु भएको छ के छ गाइज ल ए हाम्रो भट्टराई किचनको हालत होइन हेर्दै रुन मन लाग्छ नि भाइ के गर्ने भाइ काम चाहिँ गर्नु पर्यो हार्डवर्क इम्पोर्टेन्ट छ क्या लाइफमा भाइ त यो बडी सो गर्न आएको कि काम सो गर्न आएको भाइ ल ओके गाइज अब चाहिँ अर्दैन टाइम भइसक्यो ए यता केटाहरू यहाँ भिडियो कल गरिरहेछ डिसवासर एरियामा पनि पुरै फुल्ली प्याक छ यु क्यान सी गाइज हस्पिटालिटीमा काम गर्न सजिलो चाहिँ छैन कि होइन खतरा खतरा लगाइ आजको लागि चाहिँ यति नै होइन अब सायद साथ सपोर्ट पनि गर्दै जानु होला लाइक कमेन्ट सेयर पनि गर्दै जानु होला ए कामचोर यो कामचोर होइन अब जस्ट लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला है छिटो 1K फ्यामिली पुऱ्याउनु पर्ने छ 1K फ्यामिली पनि छिटो कम्प्लिट गरिदिनु होला ओके हो सर भ्लग हो सादा युट्युबमा आउँछ भोलि ओके गाइज गुड नाइट बाई